र यो कार्यक्रम मार्फत मैले आज निजी क्षेत्रको छाता संगठनको चाहिँ अध्यक्षको हिसाबले पनि म के आग्रह गर्न चाहिँ चाहन्छु भने यो आयोजनालाई तत्काल अगाडि बढाइयोस्। यसमा वास्तवमा चाहिँ निजी क्षेत्रको चाहिँ तर्फबाट हामीले केही समय अगाडि जुन एउटा नेपालभरिकै व्यवसायीहरूलाई सँगै राखेर जुन एउटा चाहिँ नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी भनेर जुन 10 अरबको चाहिँ जुन कम्पनी जुन अगाडि बढायौँ र त्यो कम्पनीले काम पनि सुरु गरिसकेको चाहिँ छ। म यही कार्यक्रम मार्फत यो बुढी गण्डकी जलाशय युक्त जुन आयोजनामा निजी क्षेत्रको चाहिँ तर्फबाट जुन हाम्रो यो एनडीपी नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड भनेर यस्तै ठुला आयोजना सञ्चालन गर्नको लागि उद्योग वाणिज्य महासङ्घले पहल गरेर जुन यो कम्पनी अगाडि बढाएको चाहिँ छ, त्यो कम्पनी मार्फत पनि यो आयोजनामा निजी क्षेत्रको तर्फबाट सहभागी हुने कुरा पनि म चाहिँ यो कार्यक्रम मार्फत चाहिँ राख्न चाहिँ चाहन्छु। र यो आयोजनाले वास्तवमा अघि अध्यक्षज्यू र पूर्व अध्यक्षज्यूले पनि वास्तवमा चाहिँ भन्नुभयो, यसले दिने जुन एउटा चाहिँ म्यासेज चाहिँ छ यो केवल 10 दिनको लागि मात्र चाहिँ हुने छैन। यसले यो आयोजनाले जुन नेपालको जलस्रोतको जुन सम्भावना र हामीले यो जलस्रोतबाट चाहिँ लिन सक्ने फाइदाको लागि पनि जुन एउटा चाहिँ यसले मार्ग निर्देश चाहिँ गर्नेछ। र आउने दिनमा वास्तवमा यो आयोजना अगाडि बढेपछि आउने दिनमा यस्ता अरू आयोजनाहरूलाई पनि अगाडि बढाउनलाई निजी क्षेत्रको तर्फबाट र सरकारको चाहिँ तर्फबाट पनि एउटा जोइन्टली अगाडि बढ्न सक्ने एउटा मार्ग निर्देश पनि गर्नेछ भन्ने कुरा म राख्न चाहिँ चाहन्छु। र जहाँसम्म यहाँको अर्को सम्भावनाको चाहिँ जुन खनिजको कुरा गर्नुभयो, वास्तवमा म आग्रह गर्न चाहन्छु म अध्यक्षज्यू र यहाँका चाहिँ व्यवसायी साथीहरूलाई, कुनै पनि एरियामा चाहे यो खनिज यहाँको चाहिँ एक्सप्लोर गर्ने कुरा होस् अथवा यहाँको जुन तरकारी जुन काठमाडौँको नजिक जुन यहाँको जुन कृषिको जुन एउटा चाहिँ सम्भावना चाहिँ छ, यो यसको चाहिँ लगानीको लागि चाहिने वास्तवमा चाहिँ लगानी उद्योग वाणिज्य महासङ्घको चाहिँ तर्फबाट जुन सञ्चालन भएको जुन नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड जुन एनडीपी जुन एउटा कम्पनी छ, यो मार्फत यदि यहाँहरूको आयोजना कोही इन्टरप्रिन्यर अथवा कुनै व्यवसायलाई अगाडि बढाउनको लागि यदि लगानीको चाहिँ जरुरत चाहिँ छ भने त्यो कम्पनी मार्फत यहाँहरूसँग चाहिँ सहकार्य गरेर अगाडि बढ्ने कुरा पनि म यहाँलाई चाहिँ राख्न चाहिँ चाहन्छु। र मैले धेरै चिजहरू चाहिँ नभनिकन म चाहिँ के भन्न चाहिँ चाहेँ भने हामीले निजी क्षेत्रको चाहिँ तर्फबाट वास्तवमा म उद्योग वाणिज्य महासङ्घको चाहिँ अध्यक्ष भइसकेपछि हाम्रा धेरै इस्युहरू म यहाँ उद्योग वाणिज्य सङ्घ विभिन्न जिल्ला नगर उद्योग वाणिज्य सङ्घका चाहिँ साथीहरू हुनुहुन्छ, केन्द्रीय सदस्यज्यू हुनुहुन्छ, प्रदेश अध्यक्षज्यू हुनुहुन्छ, वास्तवमा उहाँहरू पनि भएको हिसाबले म के भन्न चाहन्छु भने यो टेनरमा वास्तवमा हामीले 10 देखि उहाँले जुन हिसाबले यो हाम्रो यो बुढी गण्डकी जुन जलाशय युक्त आयोजनालाई अगाडि बढाउनको लागि उद्योग वाणिज्य महासङ्घको र सम्पूर्ण यो निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको चाहिँ अध्यक्ष सहित पदाधिकारीहरू राखेर जुन उहाँले चाहिँ एउटा हस्ताक्षर गराउनु भयो, म पुनः एकपटक चाहिँ म के भन्न चाहन्छु भने नेपाल सरकारलाई यो आयोजना अब सुचारू गरिहालौँ। वास्तवमा लगानीको हिसाबले वास्तवमा स्रोत जुटाउन हामी डोमेस्टिक रूपमा नै पनि वास्तवमा हामी अहिले चाहिँ सक्षम चाहिँ छौँ। र उद्योग वाणिज्य महासङ्घले जुन अहिले 10 अरबको जुन नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी भनेर जुन 10 अरबको चाहिँ कम्पनी अगाडि बढाइसकेको छ, त्यो कम्पनी मार्फत चाहिँ वास्तवमा यो आयोजनामा हामी सहभागी हुने पनि एउटा चाहिँ विश्वास दिलाउँदै पुनः एकपटक यो धादिङ यो महोत्सव जुन अहिले 10औं महोत्सवको चाहिँ पूर्ण सफलताको चाहिँ कामना गर्दै निजी क्षेत्रको चाहिँ तर्फबाट निजी क्षेत्रका इस्युहरूमा यहाँहरूसँग सँगसँगै अगाडि बढ्ने कुरा विश्वास दिलाउँदै मेरो भनाइ चाहिँ यहीँ टुङ्गाउन चाहन्छु। र यसपछि हाम्रो यस नगरपालिका